हेर्नु है गाइस, लसुन तर त्यो युट्युबमा हावा भन्दो रहेछ है। डल्लो बनाएको इत्रु हेर्नु न, यहाँ कति इत्रु छ। एउटा दुईटा ठुलो हो, अरू सबै इत्रु है। यस्तो पोको पारेको यस्तो इत्रु यहाँ हेर्नु, डल्लो नपारेको त्यो पात पोको नपारेको यहाँ यत्रो ठुल्ठुलो है। यत्रो ठुल्ठुलो यत्रो छ हेर्नु। डल्लो पारेको यहाँ हेर्नु त कति इत्रु। यस्तो झुट हुँदो रहेछ है पोको नपार्ने। अनि अर्काको हातै भाँडेपछि काँडो हुनु है लसुन। ल हेर्नु, लसुन यहाँ यत्रो ठुल्ठुलो डल्लो नपारेको यस्तो ठुल्ठुलो यत्रो है। त्यसै भन्ने रहेछ, त्यसै रहेछ। मैले झन्दा सबै डल्लो पारे भए त पोको पारे भए त्यो पात सबै बिग्रिने रहेछ। ल हेर्नु कत्रो है। यत्रो लसुन छ। लसुन कत्रो हेर्नु त। यहाँ डल्लो पारेको है यस्तो हो। यो डल्लो पारेको यो चाहिँ नपारेको। ल हेर्नु कत्रो यस्तो हुँदो रहेछ। नपार्नु है, डल्लो नपार्नु। त्यसै युट्युबमा नि हावा हाल्ने रहेछ। म त युट्युबमा चाहिँ साँच्चै हाल्ने होला भन्ने ठानेको थिएँ, होइन रहेछ। यत्रो है। यो चाहिँ यो डल्लो पारेको। ल हेर्नु सबै यो डल्लो पारेको चाहिँ यति सानो है यस्तो। हेर्नु यो पोको पारेको है। पात पोको पारेको सबै पोको पारेछ नि। मैले अगाडिको भिडियोमा पनि देखाएको छु है। खन्दाखेरि इत्रु छ कि। ल हेर्नु त्यसै हावामा ल यत्रो काम छैन। थेट बेकार डल्लो पारे। दुईटा ड्याङ खेर गयो मेरो, यसै खेर भयो। ल हेर्नु यत्रो यो फलेको यो ल हेर्नु ठुलो गरेर आउँदैन। ल केही छैन। ल यस्तो फल्ने त्यस्तो फटा हुने रहेछ कि। फटा बोल्ने रहेछ युट्युबमा चलेर। ल फटा बोल्न पाइँदैन नि युट्युबमा। मेरो यत्रो लसुन खेर गयो दुईटा ड्याङको। एउटा ड्याङको मात्रै राम्रो भयो, पोको नपारेको मात्रै राम्रो भयो। यस्तो हो फटा बोल्ने। यस्तो हो त फल्ने। हट हावामा नलाग्नु है। यत्रो ठुल्ठुलो हुने लसुन त यस्तो नि फटाहरू।